हेलो साथी हो, नमस्ते। तपाईलाई स्वागत छ मेरो ब्लगमा। आज म फेरि धेरै दिनको बाद ब्लग लिएर आएको छु। ब्लग बनाउनु पर्यो भनेर सोचेको हो। अन्त ब्लग चाहिँ के बनाउँ कति दिन भयो मैले ब्लग बनाएको छुइनँ नि हैन। अन्त अब त्यस्तै भइरहेछ, के गर्नु। नेपाली एकदम पुरा मनले मानेको छैन, के गर्नु पनि हो। एकदम अब कस्तो भइरहेछ हामीलाई चाहिँ नि, अब के भन्नु अब नि एन्जी। अन्त यहाँ चाहिँ एन्जी पनि आएको छ। यो चाहिँ अन्त गेममा पुरा बिजी भइरहेछ हो। अन्त त्यस्तो हाम्रो फ्यामिलीमा अब के भइरहेछ अहिले हो। अन्त त्यही भएर नि एकदम योपालिको दसैँ पनि त्यस्तै अब गर्दा त्यतिकै भयो हो। दसैँ पनि अब आउँदैछ, दिवाली, लक्ष्मी पूजा, भाइटिका हैन। अन्त त्यसको लागि अब घरहरू साफसफाइहरू गर्नुपर्ने। अन्त केही गर्न मन लागेको छैन। अन्त यसलाई चाहिँ त्यही लागि आज आपाचाले फोन गरेर तल घरमा जानु, मम्मीलाई काम सकाउनु, अलिक घरहरू साफसफाइ गर्नु भनेर पठाएको यसलाई हो। तर एकदम उयो नै हुन्छ नि, एउटा इच्छा गर्नुको लागि त्यो भएको छैन के योपालि। एकदम मनै खुसी छैन कसैको नै, हाम्रो सबैजनाको हो। एकदम त्यस्तै भइरहेछ। भोलि पर्सि बताउँला तपाईहरुलाई है के भइरहेको छ भनेर। अन्त त्यही हो। ल हेर्दै जानुस् होला अब के हुन्छ। म गर्छु कि गर्दिनँ होला घर साफसफाइ हो। अब के हुन्छ कसो हुन्छ। बाथरुममा नि लुगा भिजाइरहेको छ मैले। वाह धुनु पर्ने छ त्यो पनि हो लुगा। त्यो लुगा चाहिँ धुन्छु होला म गएर अहिले। अन्त त्यही हो, तपाईहरुको कस्तो हुँदैछ? सबैजनाको घरहरू अहिले साफसफाइहरू हुँदै होला। हाम्रो चाहिँ केही भएको छैन, न यहाँ मेरो घरमा भएको छ, न म आमाको घरमा भएको छ हो। केही भएको छैन। अब पालोपाली गरेर गर्नुपर्छ होला। आज मैले यसलाई यहाँ बोलाएँ हैन। अब हामी यो यहाँ आएको छ। अब आज यताको हल्का फुल्का गरौँला। त्यहाँदेखि अब भोलि पर्सि फेरि म माथि गएर फेरि उता पनि गर्नुपर्छ होला पालोपाली गर्दै यसरी। किनभने एक्लैले सक्दैन नि त, म पनि एक्लैले सक्दिनँ। मेरो यो हातले, यो लेफ्ट ह्यान्ड मेरो यस्तो के भएको छ पुरा दुख्ने भएको छ नि त। अन्त म त्यही लागि सक्दिनँ, त्यही लागि यसलाई बोलाएको। अन्त साथी हो, मैले चाहिँ लुगा धोएर भर्खर सकेँ हो। अन्त अब यहाँ चाहिँ भिडियो पज गरिरहेको छ यसले। अन्त यो चाहिँ त्यसै बसिरहेछ। मेरो दाँतेन अब किचनबाट सुरु गर्नु पर्यो अलिअलि भनेको। किचनको साफसफाइ गर्ने, अब किचनको यो डब्बा डुब्बीहरू अलिक उयो गर्नु पर्यो। त्यहाँ यति मात्रै गर्ने भनेको। किनभने पुरा ढिलो भयो आज हो। अहिले अब यतिखेर के गरिरहनु, अलिकति डब्बा डुब्बीहरू चाहिँ अलिकति हल्का गरिदिन्छु है। यो त्यहाँ मुनिबाट चाहिँ त्यो बक्सा निकालेको कि, त्यो बक्सामा चाहिँ के भेट्यो एकछिनै देखाउँछु। एन्जीको के भेट्यो? सानोको यसको यसमा आट्ने मान्छे आज यत्रो भइसकेछ यसको सानो यो जन्मिँदाखेरि नि के अरे म फेरि विन्टरको नानी हो। यस्तो मोटोवाला ब्ल्याङ्केट छ, जनवरीमा जन्मेको। कति मोटो छ यो। नानीहरूको कस्तो हुन्छ, पातला पातला त्यो उयो हुँदैन के को भन्छ त्यसलाई। मेरो हेर कत्रो मोटो छ। कस्तो मजाको यो डिजाइन, ब्ल्याङ्केट चाहिँ राखिरहेको छ हामीले अहिलेसम्म। डिजाइन कस्तो मजाको छ। यो भोलि पर्सि मेरो छोराछोरीलाई काम लाग्छ। आम्मामा उसको नानी भएन उता राख्न। लु अब यो भित्र चाहिँ के छ सबै सफा गर्नुपर्छ। सो गाइस, त्यहाँबाट त हामीले सबै निकाल्यो। यो दुईवटा ब्यागहरू निस्क्यो, यो र अन्त यो हो। अनि यहाँ चाहिँ छ हाम्रो ल्यापटप जो चाहिँ बिग्रेको छ। दुश्मन हो। यसमा चाहिँ मेरो सानोको सबै फोटोजहरू छ। मेरो सानोको जति पनि फोटो छ सबै यसमा छ। एउटा पनि फोटो मेरो कहीँ पनि छैन। किन ब्याकग्राउन्ड म्युजिक दिएको तिमी चाहिँ? यहाँ बोलिरहेको छु होइन। अन्त यसमा चाहिँ मेरो सबै फोटोजहरू छ हो, जो चाहिँ बाहिर छैन। अनि मेरो सानोको फोटो चाहिँ एउटा पनि छैन, किनकि सबै यहाँ छ। त्यतिखेर फोनको जमाना राम्रो थिएन। कोही थियो फोन, तर क्यामेराहरू राम्रो थिएन। अन्त मेरो दादाजी चाहिँ, आपाको आपा चाहिँ फेरि क्यामेराम्यान, फोटोग्राफर हुनुहुन्थ्यो। अन्त उसले चाहिँ मेरो सबै फोटोजहरू चाहिँ
क्यामेरामा खिच्नु हुन्थ्यो नि त। यसमा चाहिँ यसको चार्जर पनि छ अनि यहाँ ल्यापटपभित्र माउस पनि छ यसको। माउस वे किरा। सो गाइज यहाँ मम्मीले हाम्रो के भन्न आँटेको छ तपाईँहरूलाई हेर्नुहोस्, भन्नुहोस्। यो चाहिँ आँपको अचार, यो अचार चाहिँ 5-6 साल भइसक्यो यो अचारको, तर अहिलेसम्म सहेको छैन। खानु बिर्सेको खासमा। मलाई चाहिँ मन पर्दैन नि त। आँपको अचार मन पर्दैन? मलाई कस्तो मनपर्छ। अन्त यो चाहिँ बनाएको मेरो ससुराले। यस। बिचारा अब त अहिले छैन हो। कति भयो खसेको? 2-3 years। 3 वर्ष भयो नि। 3 वर्ष भयो। त्यतिखेर उसले हुँदाखेरि नै बनाएको, अहिले सबै छ। खाइसकेको छैन। अब कसले खाने? म त खाँदिनँ हो। मलाई आँपको अचार त्यति मन खाने भनेको घरमा म र आपा मात्रै हो। यिनीहरू मात्रै हो। अब आँपा त उता खाइहाल्छ, यो अब माथि बस्छ, दिनभरि म हेर्दै त्यही लागि अझै पनि छ यी। तर कस्तो मिठो छ गाइस, खोला त एउटा खाइदिउँ। म मुखमा हाल्छु। आँप चाहिँ कस्तो टाइमिङ हो के हुन्छ, खान्छु नि। यो भयो। तर कस्तो बनाउँदैछ? यस्तै गनाउँछ होइन, यही गनाउँछ। सेम हो यो। बनाउँदाखेरि जस्तो स्मेल थियो यसको त्यस्तै स्मेल छ अहिलेसम्म। पानी आयो। अबे बेसी अमिलो पनि छैन हो, ठिक्कैको छ। यो र अर्को खोइ, अर्को के? अर्को निम्बुको। यो निम्बुको। यो चाहिँ सक्नु आँटेको छ। यो चाहिँ दबाई हो। यो पनि त हाम्रो दादाजीले नै बनाउनु भएको। यो चाहिँ डल्लै डल्लै निम्बु हो। कति वर्ष भइसकेपछि यो बनाएको। यसलाई चाहिँ तर जति राखियो त्यति राम्रो हेरे नि त। यो चाहिँ दबाई पनि। हामीले यसलाई चाहिँ प्लास्टिकको उयसमा राखेछ, तर पनि राम्रै छ। हामीलाई कोही बेला अब यस्तो के यसलाई चाहिँ के हुँदा डाइरिया हुँदा के मासु पर्दा के हुँदाखेरि खान्छ, उल्टीहरू हुँदा नि त खान्छ। त्यस्तै हो। हाम्रो दादाजीको हातमा चाहिँ जादु थियो क्या अलगै। अनि मैले चाहिँ यहाँ यत्रो मेस यहाँ निकालिरहेको छु। यो सब चाहिँ यसलाई सफा गर भनेको छु, किनभने मैले यति मात्रै अहिले गर्ने भनेको। यो आफैले होइन सबै निकालेर, किनकि यसभित्र मेरो सामानहरू छ गाइस। म स्कुल पढ्दादेखिको यो मेरो खजानाहरू। इरेजर यो डब्बा भर्ती थियो। यो मलाई गिफ्ट आएको थियो बर्थडेमा, मलाई कसैले दिएको थियो। यो डोम्सको डल्लै इरेजर थियो नि। यो डल्लै इरेजर पेन्सिलको एउटा कस्तो दामी पेन्सिल थियो हौ त्यो पेन्सिल सक्यो नि। भिडियो चाहिँ पज गर्नु भयो। इ गाइस यस्तो छ। अनि यसको स्मेल पनि क्या मिठो छ नि। हो त अहिलेसम्म छ यसको स्मेल। यो थियो। अनि यो देखाउँछु म तपाईँलाई। किन हो यति पानीको डेक्सीमाथि नपढ्नु हुन्छ मैला यहाँतिर छ। यो त होइन रहेछ। यहाँ चाहिँ छ मेरो फोटोजहरू। हाम्रो दादाजी चाहिँ यहाँ हुनुहुन्छ। यहाँ हाम्रो दादाजी, मम्मी, यहाँ हाम्रो आङ्गी। यो साङ्गो सानो थियो त्यतिखेर। म चाहिँ छैन रहेछ यो फोटोमा। मेरै बर्थडे थियो भरे। यही घर हो, यही बर्थडे मेरो बर्थडेमा खिचेको थियो यो। सो अहिले चाहिँ यसलाई बन्द गरिदिउँ। म सानोको त्यतिखेर अन्त अहिले हेर्नु गाइस मम्मीको कति डिफरेन्स छ। त्यो जवानीको फोटो, यो बुढी भएको फोटो। फोटो होइन भिडियो, सरी। सो यति भन्दै अनि यो चाहिँ मैले किनेको थियो। आया यो मैले नि यो पङ्खाको लागि मात्रै किनेको थियो। यो चाहिँ एउटा पेन हो। स्कुलको अगाडि हाम्रो दोकान थियो कि एउटा, त्यहाँबाट किनेको थियो मैले। हावा नि दामी आउँछ कि अहिले। यसमा बिटिएस बनिएको थियो, मलाई बिटिएस मन पर्दैन, त्यसलाई मैले निकालेर फ्याँकिदिएँ। अनि यो मेरो हल्लिने गुडिया हो। यसले एकताल मलाई कस्तो तर्साएको थियो, अन्त मैले यसलाई झट्टाएर फ्याँकिदिएको थियो। तर यो गुडिया कस्तो दामी छ नि। यो चाहिँ पढ्ने गुडिया हो। यो चाहिँ यसरी हल्लिन्छ। यसको भित्र ब्याट्री छ। त्यो अन गरेपछि यसो खुट्टा हेर्नु, मलाई घरिघरि एनाबेल जस्तो लाग्छ। अन्त यो यसमा बुकमा के लेखेको छ यसको त्यो सबै पढ्छ यसले। ए फर एप्पल, बी फर बल भनेर पढ्छ यसले।
भयो त अब राख्न भिडियो लामो गर्न आँटेको के भयो त है के भयो त क्या हुआ ल राखेको अब चाहिँ अनि यो चाहिँ हो मम्मीको फोनको बट्टा यस्तो बट्टाहरू राख्नुपर्छ गाइस राख्नुपर्छ त्यसमा कुनै के नम्बर हुन्छ त्यो राख्नुपर्छ एउटा कुरा त देखाउनै बिर्सेछु गाइस यो चाहिँ हो मेरो आइडेन्टिटी कार्ड एसएचएमडी स्कुलको क्लास 6 को म सेक्सन सी मा थिएँ अनि यो मेरो फोटो यतिखेर म यस्तो थिएँ लुखुरी न लुखुरी यहाँ र ए अझै एउटा कुरा देखाउँछु यहाँ हेर्नुहोस् गाइस कति छ हौ 4th नर्थ बेङ्गल ओपन कराटे च्याम्पियनसिप 2018 को बाई जेकेएस शॉट कानड्यू कराटे डू एसोसिएसन नर्थ बेङ्गल फालाकाटा कराटे एकाडेमी एट फालाकाटा टाउन क्लब यो चाहिँ हो मेरो अनि म चाहिँ भएको थिएँ 2nd पोजिसन मैले फाइट खेलेको थिएँ त्यसमा चाहिँ म रुएँ झन्डै मैले फालाकाटामा दुलो पारेर पानी निकालिदिएको त्यहाँबाट बोरिङ भएर मैले चाहिँ यो चाहिँ कातामा पाएको मैले काता गरेको थिएँ त्यसमा चाहिँ म 2nd भएँ अन्त फाइटमा चाहिँ मसँग एउटा केटा परेको थियो अरू सबैसँग केटी परेको थियो तर मसँग चाहिँ केटा परेको थियो त्यही लागि म रुको थिएँ मैले चाहिँ नि भुइँ चाहिँ यसरी कोट्याएको थिएँ मैले यत्तिकै थियो मेरो हात अनि आमाले मलाई यस्तै हेऱ्यो ए त्यो रुँदैछ भनेर त्यहाँदेखि मेरो सरलाई भन्यो त्यहाँदेखि चाहिँ होस् होस् खेल्दैन भनेको थियो फेरि र पनि खेलायो नि मलाई त्यतिकै आउट भएर त्यसले जित्यो कस्तो रिस उठ्दो केटा कस्तो हेल्दी थियो नि अरू सबैसँग केटी परेको थियो मसँग चाहिँ केटा परेको थियो त्यतिखेर म कस्तो लुते थियो त्यो अघि त्यो आइडेन्टी कार्डमा फोटो हेर्नु भएन त्यो त अनुहार मात्रै हो जिउ झन् यत्रो थियो बाँस जस्तो थियो मेरो जिउ त ल साथी हो त्यहाँ सबै सफा भयो एकदम चिटिक्क भयो हो डब्बा डुब्बी एकदम सबै नचाहिने जति सबै निकाल्दै चाहिने जति मात्रै हेर्नुहोस् अँधेरो भइरहेछ देख्दैन होला तर चिटिक्क भयो यति चाहिँ हो अन्त घर पनि बडाले सबै सफा भयो यति चाहिँ अन्त म चाहिँ यहाँ एकदम बिजी भइरहेको छु हो एउटा चाहिँ के गर्दैछ भनेको नि हेर्नुलाई यसलाई अरे देख्दै काम सघाउन आएको मान्छे त्यहाँदेखि केमा हेर्दै मोबाइलमा माथिको परेर कान कस्तो झुसिली बसेको छ झुसिलीहरू बसेको छ यसको के भेट्दैछ यसले हो यहाँले त अझै रहेछ होइन नि एउटा रहेछ अझै हो अब किन लगाउनु राख्न अब जाउँ अब सक्यो त काम जाउँ भनेको होइन नि झुसिली बोकेर जा एउटा म त्यही लागि नि घर सफा गर्दाखेरि नि न बाउलाई न छोरीलाई दुईजनालाई राख्नु मन लाग्दैन हामीले के भेट्छ सबै यो पनि हुन्छ भनेर अब मेरो त हुन त घर सानो छ हो अब छिटो सकिहाल्छ नि त काम त अब सानो घरमा बेसी हुँदैन होइन तर नि मेरो सानो घरमा नि यत्रो सामानदेखिको लिएर यत्रो सामानहरू नि त्यसै बिना मतलबमा त्यो छ क्या अब त्यो के छ हाम्रो त झन् अब के लिएर आउँछ हो लगाए दुइटामा एउटामा आधी मात्रै रहेछ बा एउटामा कम्ती रहेछ एउटामा बेसी रहेछ होइन ए त भने त त्यो जस्तो हुन्छ त्यही भयो अन्त त्यही हो
अन्त त्यो देख्दैन रहेछ अन्धेरामा बनाउँछु भनेर भनेको हो कि ललिपप ए पकौडा ल्याएपछि कस्तो ब्ल्याकमेल गरेँ अहिले मलाई हो पकौडा किन्दिनँ अरे यहाँबाट किनिदिएँ मैले हो 50को 30को पकौडा अन्त के अरे पकौडा किन्दिनँ म उहाँ घरमा पुगेर चिया बनाउँछु चिया र पकौडा खाउँ अरे कि अन्त ल नि त भनेर मैले पकौडा किनेर ल्याएँ हो अहिले आउँदाखेरि ए 30 रुपिसको पकौडा किनेको अन्त आएर अब लु चिया बना भनेर भनेको निन्द्रा लाग्यो अरे अल्छी लाग्यो अरे निन्द्रा लाग्यो मात्रै भनेन मैले अल्छी लाग्यो भने नै साथी हो बिरालो हेर्नु नि के भएको छोड्दै नि तल फेरि चढेन खानामा आएको नि भोक लागेको होला बिचरालाई हेर्न धली मली भएको खुट्टामा देख्दैछ तपाईँले टोक्यो टोक्छ है भुँडी त स्याप्पै भइरहेछ अन्त बिचरा भोक पनि लाग्यो होला अब फेरि हेर्नु कस्तो जम गरेर चढेको यसको जिउमा नि टोक्यो टोक्न चाहिँ नदे अहिले आमा छैन नि त अन्त यसले खाना दिन्छ कि त्यही लागि बिचरा हेर्नु नि पछि पछि कुद्दैछ त्यसको पुरा भोक लागेछ अन्त बिचरालाई यसले खान्छ मुरै यो सबै सक्छ त्यो बिहानदेखि छोडेको अन्त हिजो राति दिन खान्छ बिचरा हिजो राति पनि दिएन मैले किन नदिएको राति चाहिँ के दिनु खाँदैन केही पनि दुध थियो लु साथी हो हामी चाहिँ अब खान आँटेको चिया अनि पकौडा यो चाहिँ हाम्रो फेभरेट दोकानको फेभरेट पकौडा बिरालो आधी मुरा खाएछ अब एकछिनमा आउँछ फेरि खान्छ खायोहरू गयो त्यति भयो त्यसलाई पुग्यो अब अलिक अगायो होला कि अहिले लु साथी हो खाना आँटेको अब हामी चाहिँ तपाईँहरू पनि खानुहोस् होला होइन लु खै ए छचुट गयो गऱ्यो चियर्स गुलियो अचार भनेको मलाई यही मात्रै मनपर्छ क्रन्ची क्रन्ची ल एकछिन भेटौँ खाएर है ल साथी हो म चाहिँ घर आइपुगेँ भर्खर आएको म चाहिँ अन्त आजको भ्लग यति नै थियो कस्तो लाग्यो के लाग्यो भन्नुहोस् होला है मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला अनि धेरै धेरै धन्यवाद सबैजनालाई यति भन्दै म आजको भ्लग चाहिँ यहाँ एन्ड गर्दैछु बाई टेक केयर सबैजनालाई